हेलो एभ्रिवान, के छ तपाईँहरूको हालखबर? स्वागत छ तपाईँहरूलाई मेरो नयाँ भिडियोमा। आज चाहिँ म राति भिडियो बनाइरहेको थिएँ किनभने रातिको 10:30 बजे ड्युटी जानु थियो अनि ड्युटी जानको लागि तयार भएर भिडियो बनाउन गइरहेको थिएँ। अनि ठिक्कै आजकल यहाँ रमजान चलिरहेछ साउदीमा भनौँ कि पुरै यही वर्ल्डमा जहाँ मुस्लिम छन् त्यहाँ। अनि डे र नाइट दुइटै ड्युटी हुन्छ हाम्रो। एन्ड हामी ड्युटी जाने बाटोमा पुरै लाइट बलेको छ। कहिले भन्छ यस्तो हाम्रो नेपाल न त बाटोको टेन्सन छ न बत्तीको टेन्सन छ। नेपालमा त कस्तो बाटो हुन्छ सोच्नै गाह्रो हुन्छ। यहाँ त पुरा गल्ली गल्लीमा लाइट बालेछ, बत्ती पनि फुल छ, टेन्सनै छैन केही चिजको। तर यही हो, आफ्नो देश छोडेर आउनु र आफ्नो देशमा बस्नु धेरै डिफ्रेन्ट हुन्छ। यहाँ रातिसम्म काम गर्नुपर्ने हुन्छ, तर आफ्नो घरमा चाहिँ छोडिदेऊ भोलि काम गर्छौँ भनेर राखिदिने हो। अनि आज फेरि राति मार्केटमा गएर काम गरौँ कि नगरौँ, के गरौँ भन्ने केही थिएन। अनि एक बोरी जति लेमन प्याक गर्छु भने त्यो लेमन पनि फिक्स थिएन गर्ने कि नगर्ने भनेर मन पनि लागेको छैन। त्यही पनि गरिदिउँ भने बिहान अलि अप्ठ्यारो हुन्छ भनेर त्यही भएर एक बोरी लेमन प्याक गरेँ। लेमन पनि फिक्स हुन्न कति प्याक गर्ने भनेर 1 किलो 2 किलो एउटा किसमा या 1 पाउ 2 पाउ भन्छ 1 किलो भन्दा कमै गर्नुपर्ने हुन्छ। त्यही 200 ग्राम 300 ग्राम 400 ग्राम 500 ग्राम त्यस्तो गरेर प्याक गर्नुपर्ने हुन्छ। फिक्स हुन्न 1 चम्मच 2 चम्मच हालिदियो अनि टेक्रेक्कै बाँधेर राखिदिनु पऱ्यो। काम त खासै गर्न मन लागेको छैन, त्यही पनि गरेँ। त्यसपछि अर्को दिन राम्रो हुन्छ भनेर मस्तले म एक साइडमा मोबाइल पनि थियो, भिडियो बनाउँदै प्याक गर्दै थिएँ। अनि त्यो प्याक गरिसकेपछि अलि बढी भएको प्लास्टिक चाहिँ काट्नुपर्छ। काटेर डिस्प्ले गर्दाखेरि राम्रो देखिन्छ, नकाटे पनि हुन्छ, त्यही पनि काट्यो भने धेरै राम्रो देखिन्छ। त्यस्तो धेरै छुट्रो देखिन्छ नकाट्यो भने। अनि टेक्रेक्कै काटेर त्यसरी डिस्प्ले गरेँ। डिस्प्ले गरिसकेपछि एकछिन लगभग आधा घन्टा जति फेरि मोबाइल हेरेँ। कस्टमर खासै थिएनन्। मोबाइल हेरिसकेपछि गएँ यताउता डुलिसकेपछि फेरि अर्को काम गरौँ कि नगरौँ भनेर टाइम भने धेरै छ, अझै 3 घन्टा बाँकी छ भनेर फेरि अर्को काम गर्छौँ भनेर सोचिरहेको थिएँ। टिक्कैमा सुपरभाइजर आयो। सुपरभाइजर भनिरहेको थियो काम गर्नु यो प्याक गरिदिनु भनेर। अनि म भने यो पुरै तयारी पहिल्यै प्याक गरिदिएछु, धेरै प्याक गर्नुहुन्न भनेर। त्यसपछि फेरि त्यही पनि गरौँ भनेर सुजी निकालेर सुजी प्याक गर्न सुरु गरिदिएँ। रमाइलो छ। को आउने हो साउदीमा स्वागत छ। सकेसम्म नआउनु, आए पनि राम्रै छ, नआए पनि आफ्नै घरमा गर्नु। किनभने यहाँ हामीहरूको काम त त्यस्तो गाह्रो त हुन्न, तर दिन रात नै गर्नुपर्ने हुन्छ। अब दिउँसो 12 बजे गयो भने साँझ ब्रेकमा आउनुपर्छ अनि फेरि राति 10:30 बजे जानुपर्छ। अनि आजकल रमजान चलिरहेको हुँदाखेरि 2:30 बजे बन्द हुन्छ मार्केट। अनि मार्केट 2:30 बजे बन्द भएपछि आयो रुममा एकछिन मोबाइल सोबाइल हेऱ्यो, खाना छ भने खाना खायो, नत्र कहिले खाएर जान्छौँ, त्यस्तो केही छैन। अनि सुत्दै लगभग 3 3:30 बज्छ। अनि बिहान फेरि उठ्नु पऱ्यो, खाना पकाउनु पऱ्यो, खानु पऱ्यो। त्यस्तै गइरहेछ जिन्दगी। 1 वर्षभन्दा बढी नै भइसक्यो त्यस्तै। कहिले दिउँसो ड्युटी, कहिले राति ड्युटी, कहिले कस्तो चलेको छ। तर रमाइलो लाग्छ मार्केटमा। अरू ठाउँमा त गएको छैन, म त मार्केटभित्रै काम गरिरहेको हुन्छौँ। अनि मार्केटभित्र धेरै मान्छेहरू हुन्छन्, धेरै किसिमका हुन्छन्। कोही राम्रो हुन्छन्, कोही नराम्रो हुन्छन्, कोही धेरै रिसाउने हुन्छन्, कोही चाहिँ एकदम राम्रोसँग कुरा गर्ने हुन्छ। त्यस्तै गइरहेछ समय। भिडियो चाहिँ बनाउनुको खास कारण यस्तो हो, रुममा बस्दा बोर लाग्छ। अनि कहिलेकाहीँ आफ्नै भिडियो हेरेर धेरै हाँसो उठ्छ कि
कमेडी लाग्छ त्यही बनायो हालिदियो। अनि मेरो भिडियोमा खास चाहिँ भ्युज पनि आउन त्यही पनि हाले हुन्छु। अनि समेत पनि प्याक गरिसकेको थिएँ। समेत प्याक गरिसकेँ, त्यसको पनि फाल्टु भएको प्लास्टिक काट्नु पर्यो, काटेर डिस्प्ले गरेँ। ल त मेरो आजको भिडियो यही सकिन्छ। अर्को दिन फेरि बनाएर हाल्छु भनिरहेको छ, तर हाल्न चाहिँ कहिले हो फिक्स छैन है।